हेलो गुड मर्निङ नमस्ते। म चाहिँ आज यो वेदान्त दर्शनमा चाहिँ वेदान्त टिचिङले चाहिँ मोक्षलाई कसरी व्याख्या गरेको छ होइन, मोक्ष के हो भन्ने बारेमा चाहिँ यसो सेयर गर्न गइरहेको छु। यो के छ भने हाम्रो वेदान्त दर्शनमा चाहिँ पोइन्ट अफ भ्यूले हेर्दाखेरि हाम्रो जीवनलाई चाहिँ विशेष गरेर चारवटा पुरुषार्थमा व्याख्या भएको छ है। चारवटा पुरुषार्थमध्ये चाहिँ धर्म, अर्थ, काम र मोक्ष। अब यो धर्म, अर्थ र काम यो तिनवटा चाहिँ हामीले बुझ्छौँ है। त्यो एकदम सहज तरिका छ, किनभने धर्म भनेको सिम्पल भाषामा भन्दाखेरि धर्म भनेको आफूलाई अप्रिय लागेको, आफूलाई मन नपर्ने, आफूलाई दुःख हुने कुरा, आफूलाई जे कुरा मन पर्दैन त्यो अरूकोलाई नगर्ने होइन, अरूकोलाई नगर्ने, अरूलाई नदिने। अब त्यो चाहिँ अर्कोलाई दुःख नदिने, आफूलाई दुःख हुन्छ भने अर्कोलाई दुःख नदिने, आफूलाई आलोचना भएको मन पर्दैन भने अर्कोलाई आलोचना नगर्ने। भनेपछि के भने आफूलाई जे मन पर्दैन त्यो अरूलाई नगर्नु नै धर्म हो। त्यो बाहेक मोरालिटीका कुराहरू, नैतिकताको कुराहरू, जीवनमा अरू व्यवस्थापन गर्ने कुराहरू, रुल्सहरूका कुराहरू आफ्नो ठाउँमा छन्। यो थप्दै जान सकिन्छ, आफ्नो मन शरीरलाई सहज हुने गरी ट्रेन गर्दै जान सकिने कुरा भयो। त्यसमा अरू पनि इथिक्सका कुराहरू पनि आउँछन्, त्यसमा अहिले नजाउँ। धर्म भनेको त्यो हो। अर्थ भनेको के हो भने हाम्रा जीवनमा अनगिन्ती इच्छाहरू हुन्छन्, अनलिमिटेड डिजायर हुन्छ, त्यसको कुनै सीमा नै हुँदैन है। सीमा नभएका इच्छाहरू हुन्छन्। अनि त्यो सीमा नभएका इच्छाहरू प्राप्त गर्नको लागि सीमा नभएको अर्थ सोर्सहरू चाहियो होइन। किनभने अनगिन्ती इच्छाहरूलाई पुरा गर्न अनगिन्ती स्रोतहरू चाहियो, विशेष गरेर आर्थिक स्रोत चाहियो होइन। भनेपछि अर्थ एकदम इम्पोर्टेन्ट भयो होइन। भनेपछि किन इच्छा भएपछि त अर्थ पनि चाहियो, त्यसलाई पुरा गर्नु पऱ्यो होइन। भनेपछि धर्म पनि चाहियो। किनभने धर्म किन चाहियो भन्दा त्यो अनगिन्ती इच्छाहरूलाई र त्यसको रिसोर्सहरू, त्यसको स्रोतहरू होइन। जस्तै इच्छा पुरा गर्नलाई जे पाए त्यही गर्ने त, जे पाए त्यही गरेर स्रोत जुटाउने हो कि कसरी स्रोत जुटाउने, कस्तो आर्थिक स्रोत चाहियो नि त हो। त्यो स्रोत प्राप्त गर्नु चाहिँ पनि पुरुषार्थ भन्नु। तर अब इच्छा पनि अनगिन्ती छ, स्रोत पनि अनगिन्ती छ, यो त अनलिमिटेड छ। अब यसलाई चाहिँ कन्स्ट्रेन्ट गर्नलाई चाहिँ त्यसलाई चाहिँ नियमित गर्न र ब्यालेन्स गर्नको लागि चाहिँ धर्म चाहिन्छ होइन। धर्म भएन भने चाहिँ कति इच्छा राख्ने होइन, इच्छाको त अनलिमिटेड छ, त्यसलाई कति इच्छा राख्ने। नत्र भने जीवन के हुन्छ भन्दा त्यो इच्छा राख्ने, त्यसलाई पुरा गर्ने, इच्छा राख्ने पुरा गर्नेमै जिन्दगी जान्छ होइन। अनि त्यो भएको हुनाले यो तिनवटा चिज चाहिँ हामीलाई एकदम लौकिक रूपमा यो संसारमा चाहिँ एकदमै चाहिने पावरफुल चिज, यो जरुरी छ। त्यस कारणले चाहिँ यो काम र भनेको इच्छा, वासनाहरू, इच्छा र इच्छालाई पुरा गर्ने आर्थिक स्रोत, यो चाहिँ त्यो दुईवटालाई चाहिँ व्यवस्थित गर्नको लागि हामीलाई धर्म चाहिन्छ। यो त एकदम सेन्सिबल छ, यतिसम्म त हामीले बुझ्यौँ। तर यो मोक्ष चाहिँ किन चाहिन्छ है। अब यो मोक्ष चाहिँ किन चाहिन्छ भन्ने बारेमा चाहिँ चर्चा गरौँ है त। यो किन छ भने मोक्ष चाहिँ के हो भने वास्तवमा हामीले जतिसुकै यो संसारमा, यो जगतमा जतिसुकै अर्थ जुटाए पनि, जतिसुकै हाम्रा वासनाहरूलाई पुरा गरे पनि हामी अतृप्त नै रहन्छौँ। यो स्वभाव हो। यो हामीले आज मात्र जानेको कुरा होइन, अहिले अनुभव गरेको कुरा होइन। हामी सानै उमेरदेखि हामीले कति इच्छाहरू राख्यौँ, तर कुनै पनि इच्छाले हामीलाई तृप्त बनाएन। अबदेखि मलाई चाहिँ इच्छा, म इच्छा रहित भएँ भन्ने कहिले पनि आएन है। अनि हामीलाई आर्थिक स्रोत पनि जति प्राप्त भयो त्यो अनुसारको कार्यक्रमहरू बनिरहेछ होइन। त्यसको अनगिन्ती अनलिमिटेड चाहिँ उ छ, त्यो पनि हामीले त्यहाँबाट पनि तृप्त भएका छैनौँ हामी है। रिसोर्स पनि पुगेको छैन, कहिल्यै पुगेन होइन। हिजो हामी साइकल चढ्दाखेरि पनि जिन्दगी चलिरहेको थियो, साइकल नहुँदा पनि जिन्दगी चलिरहेको थियो। अहिले गाडी हुँदा, प्लेन हुँदा पनि मान्छेको जीवन गाह्रै छ, असहजै छ। भनेपछि यसको त कुनै लिमिटेडै छैन, यो लिमिट नै छैन यसको। त्यो भएको हुनाले हामी के भन्छौँ भने यो पहिलो तिनवटा चिज चाहिँ यो लौकिक कुरा हो, संसारबाट प्राप्त हुने चिज हो, धर्म, अर्थ र कामना है। यो संसारबाट प्राप्त हुने कुनै पनि वस्तुहरूको तिनवटा लले काम गर्छ, गभर्न गर्छ। त्यो भनेको त्यसको सुरुवात हुन्छ, सङ्कल्प हुन्छ, अनि त्यो सङ्कल्पमा केही दिन त्यसको एक्सपिरियन्स हुन्छ, अनुभव हुन्छ, व्यवस्थापन हुन्छ, अनि त्यसपछिको अन्त हुन्छ है। संसारको कुनै पनि चिजहरूको सम्बन्धकै कुरा गरौँ, सम्बन्धमा पनि पहिला सुरुमा एकदम आकर्षण हुन्छ, हाम्रो सम्बन्धमा आकर्षण हुन्छ, त्यसपछि बिचमा ठिकै हुन्छ, अनि त्यसपछि त्यसको अन्त्य हुन्छ। अन्त्यमा एउटै पोइन्टमा आएपछि त्यसको अन्त्य हुन्छ। हामी सँगै बस्या होला, हामी सँगै कामहरू गर्छौँ, तर हामीभित्र त्यो पहिलाको जस्तो
त्यो त्यो कुनै किसिमको चाम हुँदैन, त्यो एट्र्याक्सन पनि केही हुँदैन, त्यस्तो कुनै पनि प्रकारको चाहिँ त्यसबाट आनन्द पनि आउनु छोड्छ है। भनेपछि हाम्रो सिस्टमै त्यसरी चलिरहेको छ। त्यो भनेको ब्रह्मा विष्णु महेश्वर होइन। यो चाहिँ जगतको सृष्टि हुन्छ, त्यसको व्यवस्थापन हुन्छ, अनि त्यसपछि प्रलय हुन्छ, मेन्टेनेन्स हुन्छ, अनि त्यसपछि प्रलय हुन्छ। यो एकदम स्वाभाविक घटना हो। यो आजदेखि होइन, यो हामी सानो उमेरदेखि नै भइरहेको कुरा हो। तर हामीले त्यसलाई इग्नोर गरेका छौँ। हामी त्यसलाई चाहिँ यस्तै होला भनेर बुझिरहेको छौँ। किन हामीलाई फोर्थ स्टेज चाहिँ थाहा छैन क्या, हामीलाई चाहिँ मोक्षको बारेमा चाहिँ थाहा छैन होइन। त्यही भएर हामी मोक्षको बारेमा थाहा नपाएपछि के हुन्छ त भन्दा हामी यो तिनटै चक्रमा घुमेको यहाँबाट मुक्तै हुँदैन, एउटा एक्जिटै छैन, उसले ढोकै देख्दैन, त्यहाँबाट निस्किने ढोकै देख्दैन। त फोर्थ चाहिँ के हो भने मोक्ष हो। त्यो चाहिँ लोकमा पाइँदैन, यो लौकिक होइन, यो त अलौकिक हो। त्यो चाहिँ मोक्ष भनेको चाहिँ त्यो भनेको चाहिँ आफ्नो भित्रको यस्तो तत्त्व फेला पार्ने जुन तत्त्व चाहिँ तिनटै लले छुँदैन, त्यसको सुरुवात पनि छैन, त्यसको बिचको भाग पनि छैन, र त्यसको अन्त्य पनि नहुने चिज छ। अर्थात् एउटा यस्तो चिज छ जुन चिज चाहिँ हिजो पनि थियो, आज पनि छ, र भोलि पनि रहन्छ होइन। त्यो नित्य चाहिँ हामीसँग निजी स्वभावको रूपमा अवस्थित भएर बसेको छ। त्यो चिज पहिलाउनु चाहिँ मोक्ष हो। त्यो भनेको आत्म साक्षात्कार हो। आत्मा भनेकै परमात्माको स्वरूप हो, र त्यो आत्मालाई चिन्नु नै सेल्फ रियलाइजेसन हो। र त्यो आत्मालाई सेल्फ रियलाइजेसन पछिको अवस्था भनेको मोक्ष अवस्था हो। भनेको सेल्फको रियलाइजेसन भएपछि, आफ्नो आत्माको आत्मदर्शन भएपछि अनि मात्र त्यो उसको यो जुन ऐको जुन तिनवटा चक्र थियो, जस्तै तपाईँको धर्म अर्थ र कामको जुन चक्र छ, त्यो चक्रबाट बाहिर निस्किने, फुत्किने होइन, त्यहाँबाट निस्किने चाहिँ यो अन्तिम फोर्थ चाहिँ वे चाहिँ मोक्ष हो। अब यो मोक्षमा के हुन्छ, मोक्षमा के हुन्छ, मोक्ष किन होइन भन्ने कुरा आउँछ। मोक्ष सिम्पली किन हो भने हामीले जतिसुकै यहाँ पुरुषार्थ गरे पनि, जस्तोसुकै राम्रो सम्बन्ध भए पनि है, जतिसुकै हामी हेल्दी भए पनि यहाँ हामी हारेर जाने हो है। अन्तिममा हामी हारेर जाने हो यहाँ है। यहाँ जित्दै सम्भव छैन है। यहाँ एक्सपिरियन्स मात्रै हुन्छ, अनुभव मात्र हुन्छ, अनि त्यसपछि त्यसबाट सुख दुःखको चक्रमा परिन्छ होइन। अनि त्यसबाट हामी सधैँ त्यो चक्रमा परिरहेछौँ, हामी सधैँ दुःखी भएर हुन्छौँ, कहिले खुसी हुन्छौँ, थोरै चिज पायो भने मक्ख पर्छौँ होइन, थोरै भयो भने मात्तिन्छौँ होइन, हुँदै भएन भने आत्तिन्छौँ। यो आत्तिने र मात्तिने प्रोसेस चलिरहन्छ यसमा चाहिँ। अब मोक्षमा चाहिँ के हुन्छ भने मोक्षमा चाहिँ यो सबै चिजको अन्त्य हुँदैन, दुःख सुखको अन्त्य हुन्छ भन्ने पनि छैन। वेदान्तले त्यो भन्दैन है। वेदान्तले सुखको दुःखको अन्त्य भन्दैन है। वेदान्तले के भन्छ भने, वेदान्त टिचिङमा चाहिँ मोक्षको अर्थ के हो भने अब तपाईँलाई सुख दुःखको चक्रले बोदर गर्दैन होइन। समस्या त्यही हुन्छ, तर त्यो समस्याले हामीलाई छुन दिँदैन, हामीले छुन दिँदैनौँ। समस्याले हामीलाई चाहिँ टच गर्दैन। किन टच गर्दैन? किनभने हामीलाई एउटा यस्तो चिज पाउँछौँ, पत्ता लगाउँछौँ, थाहा पाउँछौँ, जुन चिजलाई केही चिजले छुँदैन है। र त्यसको आवागमन पनि हुँदैन, आउने जाने पनि हुँदैन। त्यसको तपाईँको भनौँ न अब मिलन र बिछोड हुँदैन होइन। त्यसको चाहिँ जस्तै संसारको चिजहरूको चाहिँ के छ भने, संसारमा पाउने चिज चाहिँ के हुन्छ भने त्यसको आवागमन हुन्छ, आउने र जाने हुन्छ होइन। भनेको सुखको अनुभव हुन्छ, फेरि जान्छ, दुःखको अनुभव हुन्छ। तर यो यस्तो चिज छ जुन चाहिँ जाँदै जाँदैन, आउँदा नै आउँदैन होइन। भनेपछि सधैँ नित्य रूपमा हामीसँग बसिरहेको छ। त्यो चिज चाहिँ भएको हुनाले हामीलाई के हुन्छ भने हाम्रो आइडेन्टिटी सिफ्ट हुन्छ। हामी जो चाहिँ मन र शरीरको घरबाट हामी चाहिँ आत्माको घरमा चाहिँ माइग्रेट हुन्छौँ, स्थानान्तरण हुन्छ हाम्रो घर होइन। हाम्रो चाहिँ सोच शैली, हिँड्ने ढङ्ग चाहिँ यो सबै चिज चाहिँ हामी आत्माबाट आत्मा केन्द्रित भएर कन्सियसनेस मोडलमा जान्छौँ, हामी कन्सियसनेस ओरिएन्टेड हुन्छौँ, र त्यो चाहिँ आत्माबाट प्रकाशित हुन्छ र आत्माबाट निर्देशित हुन्छ है। त्यो अवस्था चाहिँ मोक्षको अवस्था हो है। अब मोक्षलाई त धेरै तरिकाले व्याख्या भएको छ, अब यसको थप व्याख्या म फेरि पछि गर्नेछु। र अहिलेलाई मैले के भने मोक्ष के हो त भन्दा, मोक्ष भनेको तपाईँको एन्ड अफ आध्यात्मिक दुःख होइन। आध्यात्मिक जति पनि दुःख छ, त्यो मनको दुःख छ, मन सृजित दुःखको अन्त नै मोक्ष हो। त्यसैले देयर इज होप, देयर इज होप।